साथीहरू मलाई नि वक एन्ड टक गर्नु मन पर्यो कि सो हजुरहरूको माझमा आज सानो कुरा लिएर आएको छु है त। हुनु त सबैले राम्रै गरिरहनु भएको छ अहिलेसम्म होइन, निरन्तर गरि नै रहनु होला है। जति पनि कामहरू भयो जे पनि भयो तपाईँले गरि नै रहनु भएको छ। तर एउटा कुरा चाहिँ भन्न चाहन्छु कि एउटा कुरा चाहिँ भन्न चाहन्छु, जुन कुराले खुसी दिन्छ तपाईँलाई, सुकुन दिन्छ, रातको निन्द्रा है, खाना खानु मनपर्छ, खुसी मिल्छ, त्यो कुरा गर्नुहोस्। त्यो चाहिँ गर्नु एकदमै राम्रो छ नि त। किन भन्दाखेरि चाहिँ जति पनि गर्छ है, गर्नुहुन्छ कि कतिले चाहनुहुन्छ र पनि गर्न सक्नुहुँदैन, चाहनुहुन्छ गर्न सक्नुहुँदैन कि मान्छेले के भन्छ होला, फलनाले के भन्छ होला, दुनियाँले के भन्छ होला, त्यही कुराले गर्दाखेरि कतिजनाले गर्न सक्नुहुँदैन। सो म यही भन्न चाहन्छु होइन, जति पनि गर्नुहुँदैछ गर्नुहोस्, निरन्तर गरि नै रहनु होला, अगाडि बढ्नु होला है। तर स्पेसली जुन कुराले तपाईँलाई खुसी मिल्छ है, खुसी दिन्छ, त्यो कुरा गर्नुहोस्। जेमा तपाईँको मन लाग्छ, जुन कुराले तपाईँलाई सुकुन दिन्छ, खुसी दिन्छ है, रातमा निन्द्रा लाग्छ, मजाले खाना खानु मनपर्छ, खुसी बस्नु सक्नुहुन्छ है, त्यो कुरा चाहिँ गर्नुहोस् है। दुनियाँको त के छ र, राम्रो गऱ्यो भने पनि कुरै गर्ने हो है। फलनाले यस्तो गर्यो उस्तो गर्यो, राम्रो गरेन भने पनि खुट्टै तान्ने हुन्छ। सो यही भन्न चाहन्छु हजुरहरूलाई हो, हमेसा खुसी रहनु होला है, खुसी रहनु होला, खुसी बस्नु होला जति सक्दो है। जुन कुरामा तपाईँको मन लाग्छ, जुन कुराले खुसी दिन्छ, त्यो कुरा गर्नुहोस् है। किनभने मान्छेको जिन्दगी भन्ने कुरा त यस्तो हो नि त, सबै कुराको ग्यारेन्टी वारेन्टी पाइन्छ, तर हाम्रो जिन्दगीको चाहिँ हामीले ग्यारेन्टी वारेन्टी पाइँदैन। सो त्यही भएर चाहिँ हजुरहरूले सोच्नु होला, यु नेभर नो कि तपाईँले कति लाइफ गुमाइसक्नु भएको छ भन्ने कुरा तपाईँहरूलाई याद हुँदैन होइन। सो जुन कुराले तपाईँलाई खुसी मिल्छ त्यो गर्नु होला है त। तर गर्नुहोस् है, अरूको पर्वाह नराख्नुहोस्। दुनियाँले तपाईँलाई आएर साथ दिने होइन नि त। तपाईँ एक्लो हुँदा, तपाईँलाई टेन्सन हुँदाखेरि, तपाईँलाई दुःख लाग्दाखेरि त दुनियाँ आउने होइन। सो आफूलाई चाहिँ तपाईँहरूले खुसी राख्नुहोस् है। जेमा मन लाग्छ, जुन कुराले तपाईँको सुकुन मिल्छ, त्यो कुरा गर्नुहोस्। त्यही एक बारको जिन्दगी हो। सो खुसी रहनुपर्छ, दुबारा हामीले यो लाइफ पाइँदैन होइन। त्यही भएर चाहिँ हजुरहरू खुसी रहनु होला है त, यही भन्न चाहन्छु हो। र अलवेज किप स्माइल है त, हजुरहरू गर्नु चाहिँ नभुल्नुहोस् है, मैले भनेको जस्तो। हस्।